अर्ग्यानिक सिमी पनि आज हामीले 45 देखि 50 दिनको मेहनतको फल पाएका छौँ। किन भन्नुहुन्छ भने आज हामीले मेहनत गरेको अनुसार हामीले सब्जीहरू फलिरहेको छ र सब्जीहरू बेच्ने तर्खरमा पनि छन्। यसै कारणले हजुरहरूले कसैलाई सिमी, बोडी, हरियो खुर्सानी चाहिएकोमा सम्पर्क गर्न सक्नुहुनेछ, किनभने यसलाई यति राम्रो तरिकाले फलाउन हर कसैले सक्दैन। कृषक हुनुपर्छ। यति राम्रो तरिकाले फलाउनलाई काँक्राहरू फलिरहेका छन्, सिमीहरू फलिरहेको छ, बोडीहरू फलिरहेको छ, हरियो खुर्सानी फलिरहेको छ। सबै चिज हामीले टिपिसक्यौँ र अब बजारमा गएर बेचेर हामीले यही पैसाले पढाइको बारेमा सोचेर हामीले थोरै भए पनि आम्दानी गरिएको अवस्था छ। जहाँबाट हेरी पनि यसमा कसरी खेती गर्नुपर्छ हजुरहरूलाई बताइदिन्छु। कृपया यसलाई लाइक गर्नुहोला र कमेन्ट गर्नुहोला सबैले। यही भन्न चाहन्छु कि हाम्रो नेपालमा गरेपछि के हुँदैन, कालोमा आलु फल्दैन भन्छन्, तर गरेपछि परिश्रमको फल मिठो हुन्छ। कृपया यो भिडियोलाई 4 मिनेट ध्यानसित हेर्नुहोला र लास्टमा मैले हजुरलाई अर्को भिडियो पोस्ट गर्नेछु। यसको तरकारी कसरी बनाउने